सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ म धेरै पछि भ्लग लिएर आएको छु र आज चाहिँ यस्तो जाडो छ, देख्न सक्नुहुन्छ पुरै घाम पनि लागेको छैन। आज चाहिँ म 10 बजी छ, 10 बजीदेखि भ्लग स्टार्ट गर्दैछु, किन भन्दाखेरि मेरो मोबाइल चाहिँ मसँग थिएन। अनि त्यस पछाडि बल्ल आयो मोबाइल, अनि बल्ल आज म स्टार्ट गर्दैछु भ्लग धेरै पछि। र आज घाम लागेको थिएन, इक्जाम थियो, अनि कलेज गएर इक्जाम दिएर आएर बल्ल भिडियो राख्दैछु। म जाडो भइरहेछ, देख्न सक्नुहुन्छ मौसम यस्तो छ नि आज। देख्न सक्नुहुन्छ गाइज, यस्तो छ आज मौसम, केही घाम भइरहेको छैन, पुरै यस्तो छ। हेर्न सक्नुहुन्छ हजुरहरू, यहाँ चाहिँ आगो बाल्नु भएको रहेछ मम्मीले, अनि हामी चाहिँ यसरी आगो ताप्दै बस्दै गरेर देख्न सक्नुहुन्छ। यस्तो गरेर बसिरहेको छु म चाहिँ। अब के गर्ने, जाडो छ, दिउँसभरि के गर्ने, कहाँ जाने, केही छैन अत्तो पत्तो। सो गाइज, म चाहिँ यसरी आगो ताप्दैछु। मम्मी चाहिँ बोल्नु न होइन, हामी चाहिँ यहाँ यतातिर आगो ताप्दै बसिरहेको छौँ। सिमरन पनि यही नदेखाउने, सिमरन चाहिँ भ्लगमा अलि देखिन चाहने, अनि हामी चाहिँ आगो ताप्दै, यसको हात चाहिँ देखाउँछ है म गाइज हजुरहरूलाई। अनि हामी चाहिँ यसरी आगो ताप्दै यसरी आगोमा हात हाल्दै पोल्छ गाइस पोल्छ यार, हात अरे त मान्छे नि राम्रो आउँछ जसको देखिने अनि त। अनि त्यसपछि आगो ताप्दै बसिरहेको छ। अब कस्तो हुन्छ दिउँसभरि, हेर्नु यस्तो जाडो छ। ओ माई गॉड, इतना जाडा क्यों हो रहा है हमको। यस्तै हो। आज चाहिँ बाबुको दर्शन नै भएन, बाबु चाहिँ के गरेको म हेर्न पनि भ्याएको छैन। अब चाहिँ म बाबुलाई हेर्न जान्छु, सुस्त जानुपर्ने हुनेछ। फेरि सुतेको भएखेरि मार्छन् घरकाले उठाइदियो भनेर। अब चाहिँ म सुस्त जान्छु है बाबु सुतेको रुममा होइन। सुतेको रहेछ बाबु चाहिँ, मस्त सुतिरहेको थियो। अनि त्यसपछि उसको आँखा राखेको रहेछ। म चाहिँ सुस्ता उसको टोपी माथि सारिदिएँ। फेरि उठ्यो भने चाहिँ पुरा रोएर सुत्दैन नि त। अनि त्यस पछाडि म चाहिँ खासै धेरै बेर हेरिनँ, एकदम माया लाग्दो तरिकाले सुते थियो, खेलाउनै मन लाग्ने तरिकाले। तर के गर्ने, उठाउनु भएन र म हेरिराखेँ उसलाई। म चाहिँ भर्खर सुतेर उठेर देख्न सक्नुहुन्छ आँखा पनि यस्तो छ। अब यस्तो जाडोमा के गर्नु हो र जिन्दगीमा, सुतिरहेको थिएँ। अनि त्यसपछि उठेर बल्ल हेर्दैछु छतमा आएर चाहिँ नि होइन। अब चाहिँ म चिया खान्छु, उठ्छु, अनि त्यसपछि पढ्न त त्यस्तै भयो गाइज, भोलि एकाउन्टको इक्जाम हो। अनि त्यसरी होइन पढेको हो, पढ्न त कति बेलासम्म पढेको नि, 12 बजीदेखि 3 बजीसम्म पढेर 3 देखि 4 बजीसम्म सुतेको हो कि गाइज होइन। आज 1 घन्टा मात्र सुतेको, धेरै त सुत्दैन। अनि त्यसपछि अब चाहिँ म चिया खान्छु, एकचोटि पुन्टुलाई भेट्छु, उठेको भए पुन्टु उठेको किन हेर्न जान्छु। हेर्न सक्नुहुन्छ हजुरहरू है। बाबु चाहिँ अहिले उठेको छ। बाबु कता भन्दै हेरिरह यार बाबु। यसले चाहिँ स्वर बुझिरहेछ गाइस, कहाँ मान्छे भनेर। बाबु रोइछिन् मेरो मुटु, नरो। देख्न सक्नुहुन्छ गाइज, मैले चाहिँ बाबुलाई कहाँ राखिसकेँ। बल्ल उठेछ यो बाबु चाहिँ, धेरै सुत्छ है। नबोल्न आएपछि म भ्लग गरिदिन्छु। ऊ फेरि यता आफ्नै पारा छ होइन गाइज, ऊ आफ्नै पारामा फोन गर्दै कोसँग हो बोल्दै छि। अनि त्यसपछि हामी चाहिँ यता छौँ, हामी दुइटा चाहिँ यता छौँ होइन बाबु। अनि त्यसपछि बाबु चाहिँ एकदम खिट गरिरह, के भन्छन् त्यसलाई, उसलाई ऊ भइरह क्या हो कि गाइज, के अरे उसलाई चिसो भयो। उता हेरिदियो, हाई भनिदियो सानो, हाई गाइज, हाई मेरो मुटु। यसले चाहिँ आफूलाई यसलाई टच गर्न हुन्न गाइज, टच गरेको जाति जो मान्दैन, अरे रुन्छ। आज चाहिँ कहाँ हालेर कताबाट मानिरहेछ यसले होइन। अनि त्यही हो गाइज, देख्न सक्नुहुन्छ। अब यस्तै हो। मम्मी चिया दिनु न, के हो भन्नुहुन्छ यार, राम्ररी हजुर भन्न सक्नुहुन्न। ओ मुस्ताङमा केटाहरू ग्याङ मुस्ताङमा भनिदिउ सानो। अनि त्यस्तै हो गाइज, देख्न सक्नुहुन्छ। भन बाबु चाहिँ मजाले हाँसिरहेछ, देख्न सक्नुहुन्छ, खुसी छ एकदमै। ऊ चाहिँ
अनि चाहिँ मैले चाहिँ मेरो फेभरेट सातु र चिया खाएँ, एकदम फेभरेट हो मेरो सानैदेखि। र हामी चाहिँ अब जाँदैछौँ यस्तो तोरीबारी हुँदै। आकृति के छ? ठिक छ यार, यो हेयर त कलर मिलेको हुन्छ गाइज। अनि यहाँ चाहिँ आन्टीले आगो तापिराख्नु भएको रहेछ। आन्टी के छ? ठिकै छ, जाडो छ। आगो तापेको कस्तो चलिरहेको आगो तापाई? एकदम तातो महसुस भयो। अनि त्यसपछि म पनि यस्तो आगो ताप्दिउँ भनेर बसेँ। आकृति पनि ऊ बस्नलाई आगो देखेपछि त यो जाडोमा कोरो किन्छ र होइन गाइज, यस्तै हो। यी देख्न सक्नुहुन्छ आगो यस्तो छ होइन, खतरा आगो चाहिँ बबाल। अनि त्यसपछि हामी चाहिँ यसरी ताप्दै बसेछौँ। ल आन्टी के छ अरू सबै छ। युट्युबमा हेर्नु होला, तपाईँ युट्युबमा आउनुहुन्छ अब। अनि हो नि अनि त्यही हो गाइज, त्यही हो हेर्नु गाइज। नानीसँग आइसकेको छु यहाँ पसलमा। अनि त्यसपछि नानी लास्टै लजालु कि मलाई चिन्यो कि ए त लजालु बोल्दिनँ अबदेखि बोल्दैन ल। ओके बोल्दैन नि अब फेरि ल बाई, अबदेखि बोल्दिनँ। कट्टी गरिदेऊ सानो बाई, म बोल्दिनँ अबदेखि। मोबाइलमा 1% छ, त्यसपछि त स्विच अफ भएपछि त म चाहिएला नि, त्यसपछि बोल्दिनँ म अब। नानी हे लास्टै लजालु हिँड्या कि। अनि यिनको नाम के अरे नानी? ऋतिका आचार्य हो र। कतिमा पढ्छौ सानो? हेर त स्कुल जान्छौ कि नै? नर्सरीमा भन न। गुड। नानी चाहिँ एकदम हजुर सतैयालाई पैसा दिएको त रक्सिका तैँले कति दिएथिस् र? 15 रुपियाँ। हे अಯ್या, छोटेयालाई देख्न सक्नुहुन्छ गाइज, उसले रक्सी खाँदैछ। What are you eating, brother? Oh brother. Oh my god, what are you doing? उसले चाहिँ भ्लगमा एकदम आफ्नो व्यक्त गर्दैछ। कुछ बोलो कुछ। के रे ओए त्यो गीत के रे? 80 लाखको चिया खान्छु के रे, अमेरिका जान्छु वाला गीत के? उसले चाहिँ 20 लाखको कपमा चिया खान्छ, उसको चिया है गाइस। अनि त्यसपछि त्यस्तै हो, देख्न सक्नुहुन्छ है। ला मेरो दिदीलाई देखेँ आज। दिदी के छ दिदी? हजुर कलेजबाट यति बेला आउनु भएको? अनि कस्तो भइरहेको हजुरको जिन्दगी? राम्ररी। हजुर त विश्व सुन्दरी, अब हजुरको वर्णन गर्न सक्दैन म होइन। अनि फेरि के अरे अचलको प्लान के छ खास? हजुर कता आउनुहुन्छ? हजुर म यतै छु, मेरो एक्जाम चलिरहेको, फाइनल सेमेस्टर इन्ड एक्जाम। अब मेरो ब्याचलर सकिन्छ। भेट हुन नि गाह्रो भयो, कता हो आज? गाह्रो पर्छ अब राम्रो मान्छेलाई पाउन कहाँ सजिलो देख्न सक्नुहुन्छ गाइज। ऊ चाहिँ एकदम धेरै कलेजबाट यो अङ्कलहरू को अङ्कल भलकमा देखिन मन लाग्छ कि आज रे? को अङ्कल हो विनिता भन्न राम्री देखिस् के भन्छ अरे? राम्री देखिस् त। छटिया चाहिँ अब जान लायो एक प्याक खाएर। अनि मेरो यता सुन विनिता, कति राम्रो देखिएछ है त मेरो भ्लगमा। हेरेसै गर, सब्सक्राइब गर्ने, लाइक गर्ने, आफू पनि देखेको हेर्ने। यहाँ चाहिँ दाइ के भन्दै हुनुहुन्छ भन्नु त भ्लगमा? मैले 2 केजी कुखुरा काटेँ। 2 केजी कुखुरा काट्नु अरे दाइले चाहिँ। देख्न सक्नुहुन्छ दाइको पसल कहाँ अरे? भनिदिनु त, आउँछन् कि मान्छे मैले भ्लग हेरेर। भनिदिनु केही। बानापाट ढोडेको बुझ्नुभयो नि? मासु लिन यही आउनु होला। सम्पर्क नम्बर 2000। हजुर सम्पर्क नम्बर 2000। वाट ह्यापन? दाइ चाहिँ यस्तरी चिलपाडामा यस्तै हुनुहुन्छ। लिगिसकेको? ए त है, अस्ति हामीले मोमो खाएको किमा पनि एकदम राम्रो पाइन्छ यहाँ चाहिँ। अनि म चाहिँ घर आएर वाइवाई साधेको बनाएँ। अनि मलाई चाहिँ चटपटेर वाइवाई साधेको चाहिँ एकदम मिठो बनाउन आउनुहुन्छ होइन। हजुरहरू पनि खाना आउनु होला गाइस। र अब चाहिँ म यो आकृतिलाई गएर दिँदैछु, देख्न सक्नुहुन्छ। उसलाई थाहा थिएन म यस्तो बनाइरहेको भने। आकृति ओए हजुर हेर, तेरो लागि मैले के बनाइदिएर ल्याइदिएँ।
ओहो आज कहाँबाट जागर आयो यति कताबाट घाम लाग्यो घामै लागेन आज त फेरि सधैँ जागर आउँछ मेरो हेयर भाइ बेसारीको हेयर कस्तो भयो पहिला टेस्ट गरेर भने कस्तो छ भन कस्तो भयो जम्मी कस्तो लागिरह्यो मिठो छ भने सोही बोल न यार मिठो मिठो छ नि होइन ओके गाइज देन बाई बाई आजको लागि यति नै अब खाना खाएर पढ्नुपर्ने हुनेछ अनि त्यसपछि म फेरि अर्को भ्लग ल्याउनेछु र कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र माया गरिदिनु होला चिसो छ ख्याल गर्नु होला बाई